आजको भिडियोमा हामी बीबीएस फर्स्ट इयर बिजनेस स्टार्ट अन्तर्गतका मेट्रिक्सको यी ट्युका क्वेसनहरूको सोल्युसन गर्नतर्फ लाग्दैछौँ। पार्ट 2 अन्तर्गत मेट्रिक्सको पार्ट 2 अन्तर्गत है त यो 10 नम्बरको क्वेसनहरू आएको छ र पहिलो नम्बरमा 10 नम्बर क्वेसन छ। 10 नम्बर क्वेसनलाई ट्राई गरौँ। हामीलाई यो क्वेसनले भेरिफाई गर्न भनेको छ ए डट बी डट सी र यो भेरिफाई गर्न, यी दुईटा कुराहरू भेरिफाई गर्न दिएको छ र प्रोडक्टको फर्मेटमा छ। प्रोडक्ट गर्नु पर्यो। यहाँभन्दा अगाडिको भिडियोमा पनि हामीले प्रोडक्ट कसरी गर्ने, मेट्रिक्सको मल्टिप्लिकेसन कसरी गर्ने भनेर सिकिसकेका छौँ। यसैलाई कन्टिन्युस गर्छु म आज। हामीसँग ए डट बी डट सी चाहिएको छ। ए को भ्यालु छ 1 2 3 4, बी को भ्यालु छ 1 0 2 -3। पहिला ए डट बी गरेर प्रोडक्ट सी गर्ने भनेको छ, त्यही भएर मैले ए डट बी मात्र लेखेँ। ए डट बी लिँदाखेरि के गर्नुपर्छ, रोले कोलमलाई मल्टिप्लाई गर्ने भनेर यहाँभन्दा अघिल्लो भिडियोमा पनि भनेको छ। अब मेरो पालो यसरी आउँछ, यसले एलाई मल्टिप्लाई गर्ने हो। 1 × 1 प्लस 2 × 2। यसको पालो सकियो। यसको पालो सकिसकेपछि हाम्रो पालो हुन्छ यो सेकेन्ड रोको फर्स्ट कोलमलाई मल्टिप्लाई गर्नुपर्ने कुरा रहन्छ। यसले यसलाई मल्टिप्लाई गरेर यहाँ लेख्ने कुरा हुन्छ। हेरौँ, 3 × 1 4 × 2 भयो। त्यस पछाडि यसको पालो सकियो। अब हाम्रो पालो यहाँनिर छ। कहाँनिर भन्दा त यसले पालो यो कोलमलाई मल्टिप्लाई गर्नुपर्ने हुन्छ। 1 × 0 2 × -3। अब पालो हाम्रो यहाँनिर छ। यसले यो रोले त्यही अगाडिको यो कोलमलाई चाहिँ मल्टिप्लाई गर्नुपर्ने हुन्छ। 3 × 0 4 × -3। जहिले पनि रोले कोलमलाई मल्टिप्लाई गर्ने हो र करस्पोन्डिङ एलिमेन्टलाई मल्टिप्लाई गर्ने हो। जस्तो कि यु कसरी लेखियो त भनेर हेर्ने हो भने हेरौँ है, यो सेकेन्ड रोमा छ, 2 रोमा छ, इन्टु कहाँ छ फर्स्ट कोलमको हेर, यहाँ चाहिँ फर्स्ट कोलममा छ भनेपछि फर्स्ट सेकेन्ड रोले फर्स्ट कोलमलाई मल्टिप्लाई गरेर आएको हो। 3 4 1 र 2 लाई यसरी मल्टिप्लाई गरेर आएको हो भनेर बुझ्नु पर्यो। अब यस पछाडि यसलाई थोरै मिलाइदिउँ। 1 + 4 3 + 8 0 -6 0 -12। यति गर्दा ए डट बी को भ्यालु आयो 5 -6 11 -12 हुन आयो यसरी। अब मलाई ए डट बी डट सी को भ्यालु निकाल्नु पर्ने छ। ए डट बी डट सी, पहिला ए डट बी को गरेर ए डट को बी को भ्यालु कति निकाल्यो त हामीले भर्खरै ए डट को बी को भ्यालु यहाँ निकालेका छौँ। यसलाई राख्दिउँ यहाँ। 5 -6 11 -12 र सी को भ्यालु हामीसँग छ 1 -1 0 र 1 रहेछ। बिचमा प्रोडक्ट आइहाल्यो। अब के गर्ने, रोले कोलमलाई मल्टिप्लाई गर्ने। फर्स्ट रोले, फेरि पनि भन्छु, फर्स्ट रोले फर्स्ट कोलमलाई मल्टिप्लाई गर्ने हो। 5 × 1, त्यसपछि प्लस लेखौँ, अनि -6 × 0। पहिलो रो र पहिलो कोलमको काम सकिसक्यो। पहिलो मेट्रिक्सको पहिलो रो
र दोस्रो म्याट्रिक्सको पहिलो कोलम फर्स्ट कोलमको काम सकिसक्यो। अब मेरो काम के हो भन्दाखेरि फर्स्ट म्याट्रिक्सको सेकेन्ड रो र सेकेन्ड म्याट्रिक्सको फर्स्ट रोको काम मल्टिप्लाई गर्ने हो र करस्पोन्डिङ ठाउँमा राख्ने हो। 11 × 1 प्लस -12 × 0 सधैँ यहाँ चाहिँ प्लस नै हुन्छ र आफ्नो इलिमेन्टको साइन चाहिँ जे छ त्यही नै आउँछ। यो काम सकियो। यस पछाडिको काम हामी जान्छौँ फर्स्ट रोले सेकेन्ड कोलमलाई यसरी मल्टिप्लाई गर्छौँ। 5 × -1 प्लस -6 × 1 भयो। यसको काम पनि सकियो। अब हाम्रो बाँकी काम केसको छ भन्दाखेरि यसको छ। यसले यसलाई मल्टिप्लाई गरेर राख्नुपर्ने काम बाँकी छ। 11 × -1 प्लस -12 × 1 भयो। अब हेरौँ कति भयो त्यो टोटलमा मिलाइदिउँ। यो आयो 5 प्लस 0 11 प्लस 0 -5 -6 -11 -12 हुन आयो। यति गर्दा हाम्रो भ्यालु 5 11 यतापट्टि -11 यतापट्टि -23 हुन आयो। अब मेरो काम के हो त भन्दा a डट b डट c को भ्यालु निकालियो। अब मलाई भेरिफाई गर्नुपर्ने छ a डट b डट c को भ्यालु पनि यही आउँछ भनेर निकाल्नु पर्ने छ। यसको निमित्त मैले के गर्नुपर्छ भन्दा पहिला स्मल ब्राकेटको काम गर्नु पर्यो। b डट c निकाल्ने अनि a ले मल्टिप्लाई गर्ने र त्यो भ्यालु आउँछ कि आउँदैन भनेर हामी चेक गर्छौँ। ल अब यसको निमित्त म क्वेसनले भने बमोजिम b डट c निकाल्नतर्फ लागेँ र मसँग b को भ्यालु छ 102 - 3 102 - 3 र डट c को भ्यालु छ 1 - 101 1 - 101। यसमा पनि के काम गर्ने हो त भन्दा रोले कोलमलाई मल्टिप्लाई गर्ने हो। कुनले? फर्स्ट रोले फर्स्ट कोलमलाई मल्टिप्लाई गरेर यहाँ पनि फर्स्ट रो फर्स्ट कोलममै लगेर राख्नुपर्ने हुन्छ। यो एलिमेन्टमा लगेर राख्नुपर्ने हुन्छ। ल हेरौँ अब कसले मल्टिप्लाई गरेको छ मैले यहाँ हाइलाइट गरिदिएको छु सजिलो होला। यसरी यता ल हेरौँ यहाँ करस्पोन्डिङ एलिमेन्टहरू ट्याक्क पार्नु पर्यो। करस्पोन्डिङ एलिमेन्टहरू पार्दै गर्दाखेरि के हुन्छ यहाँनिर हेरौँ। ल 1 × 1 0 × 0 भइदियो। त्यस पछाडिको पार्ट छ हामीले काम गर्नुपर्ने 2 - 3 ले मल्टिप्लाई गर्नुपर्ने हुन्छ। 2 × 1 प्लस -3 × 0 भयो। त्यस पछाडि पहिलो रो दोस्रो रो सबको काम सकिसकेको छ। अब म फेरि अर्कोतर्फ लागेँ। अब के गर्नु पर्यो भन्दाखेरि फर्स्ट रोले सेकेन्ड कोलमलाई काम गर्दैछौँ। करस्पोन्डिङ एलिमेन्टहरू मल्टिप्लाई गर्ने र बिचमा प्लस गर्ने 0 × 1 भयो। अब यसको पनि काम सकियो। अब काम कसको हो त भन्दा यो 2 - 3 ले -1 1 लाई मल्टिप्लाई गर्न हो। 2 × -1 प्लस -3 × 1 भइदियो। ल हेरौँ अब यो कति आयो त 1 आयो। यहाँ 2 माइनस त्यो 0 पो लेख्नु परेन 2 मात्र भयो र यतापट्टि पनि -1 आयो। यतापट्टि यसमा हेऱ्यो भने -2 -3 गर्दाखेरि -5 हुन आयो। अब मलाई a डट b प्लस c b डट c को निकाल्नु पर्ने भएको कारणले एकोर्डिङ टु क्वेसन्स b डट c को भ्यालु त भर्खरै यहाँनिर आएको छ। अब a को भ्यालु कति थियो भनेर खोजौँ। a को 1 2 3 4 रहेछ। यो 1 2 3 4 क्वेसनले दिएको a को भ्यालु हो र b डट c को भ्यालु
हामीले भर्खरै यहाँनिर निकालेका छौँ बी डट सीको भ्यालु। अब यसैलाई ल्याएर के गर्छौँ त राखिदिन्छौँ। बी डट सीको भ्यालु छ 1 -1 2 र -5 छ। अब यी दुईटा मल्टिप्लाई गर्दा ठ्याक्क अगाडिको भ्यालुसँग अगाडिको कुन भ्यालुसँग ट्याक्क निकालेर राखेका छौँ नि हामीले, यो भ्यालुसँग ट्याक्कै मेल खानुपर्छ। कुनसँग? एसँग, ए डट बी डट सी वाला यो भ्यालुसँग म्याच खानुपर्छ। म्याच खायो भने चाहिँ प्रुभ भयो। हामीले गर्न खोजेको यही प्रुभ गर्न खोजेको होला। हेरौँ अब यहाँ पनि म फेरि पनि भनिदिन्छु, हाइलाइट गरेर देखाइदिन्छु। यो रोले यो कोलमलाई मल्टिप्लाई गर्ने, रो इन्टु कोलम हो जहिले पनि, रो इन्टु कोलम भनेर भनेको छ। 1 × 1 + 2 × 2। अब पहिलो रोको काम सकियो। दोस्रो रोको काम, यो दोस्रो रोले पहिलो कोलमलाई 3 × 1 + 4 × 2। यस पछाडिको पार्ट कहाँ भयो? पहिलोको पार्ट सकिसकेपछि यसलाई हटाइदिउँ। अब मेरो काम रहन्छ यसले एलाई गरेर यहाँ राख्ने काम रहन्छ। ल हेरौँ त अब कति हुँदो रहेछ। 1 × -1 यहाँ चाहिँ सधैँ प्लस हो, 2 × -5। अब यसको काम पनि सकिसकेपछि मेरो काम रहन्छ यसले एलाई मल्टिप्लाई गर्ने। करस्पोन्डिङ एलिमेन्टहरू हामीले मल्टिप्लाई गर्छौँ, बिचमा चाहिँ प्लस लेख्छौँ र करस्पोन्डिङ एलिमेन्टको साइन जे छ त्यसमा चेन्ज गर्दैनौँ। अब यहाँ यस्तरी राख्यो भने 1 + 4 3 + 8 -1 -10 -3 -20 आयो। अब मिल्यो कि मिलेन हेरौँ, चेक गरौँ। यो 5 आयो, यो 11, यो -11 आयो भने यो -23 आयो। यो के को भ्यालु आयो त? ए डट बी डट सी को भ्यालु आयो। यो भ्यालु केसँग मेल खानुपर्छ भनेर मैले माथि हाइलाइट गरिसकेको छु। मेल खायो कि खाएन हेरौँ। यो भ्यालु 5 - 11 11 र -23 यो टङ्ग ठ्याक्कै मेल खाएको छ। भनेपछि हेन्स हामीले के गर्न सक्यो? दुईटा चाहिँ प्रुभ छ। दुईटैको भ्यालु एउटै आएको कारणले गर्दा के गर्न सक्यो हामीले? दुईटै इक्वल टु रहेछ भनेर प्रुभ भयो। सो देयरफोर ए डट बी डट सी इक्वल टु ए डट बी डट सी प्रुभ भयो। यस्तो खाले क्वेसनहरू पनि 10 नम्बरमा आइरहेको छ बीबीएस फर्स्ट इयरमा। सो यस्तो खाले क्वेसनहरू पनि तयारी गरौँ है। ल अब यो क्वेसन सकिसकेपछि अब मेट्रिक्स मेथडबाट अर्को क्वेसन हेरौँ है। यहाँ एउटा क्वेसन के दिएको छ भन्दाखेरि हामीले भर्खरै यो क्वेसन सक्यौँ। यो क्वेसन भर्खरै सकेका छौँ। अब यो क्वेसन गर्न जाँदैछौँ। यो वाला 2077 को ब्याकमा आएको रहेछ र मेट्रिक्स मेथडबाट सल्भ गर भनेर भनेको छ। अहिले पनि मेट्रिक्स मेथडबाट सल्भ गर भनेर भन्ने गर्छ। कहिलेकाहीँ मेट्रिक्स मेथडबाट, कहिलेकाहीँ मेट्रिक्स अर क्रामस रुल भनेर भन्छ, अर डिटर्मिनेन्ट मेथड पनि भन्छ। अहिले हामीले मेट्रिक्स मेथडबाट सिकौँ र अन्य भिडियोमा, अर्को भिडियोहरूमा डिटर्मिनेन्टको मेथडबाट पनि सिक्छौँ। डिटर्मिनेन्टको च्याप्टरमा त्यसको लागि कन्टिन्यू भिडियोहरू हेर्नु पर्यो। ओके, अब हामी यहाँ जान्छौँ 11 नम्बर क्वेसन सल्भ गर्नको निमित्त। 11 भन्दा पहिला 12 गरौँ अनि त्यसपछि 11 जाउँ कि जस्तो लाग्यो मलाई। किन यस्तो टाइपको क्वेसन होस्, एउटै सेम टाइप क्वेसन एकैचोटि गरिदिँदा बेटर होला। 12 क्वेसन गरिदिन्छु, 11 चाहिँ पछाडि फिर्ता आउँला। ल 11 नम्बर क्वेसन 5 नम्बरमा 12 नम्बर क्वेसन 5 नम्बरमा आएको रहेछ। यो क्वेसनले के भन्दैछ हेरौँ त। यो क्वेसनले भनिरहेको छ प्रुभ द्याट द टु मेट्रिक्स ए एन्ड बी आर इन्भर्स अफ इच अदर्स। अब सबभन्दा पहिला बुझ्नु पर्यो, इन्भर्स हुनुको निमित्त के गर्नुपर्छ? एबी मल्टिप्लाई गर्दाखेरि बीए मल्टिप्लाई गर्दाखेरि पनि हाम्रो भ्यालु के आउनुपर्छ होला थाहा छ त? एबी र बीए उल्टो सुल्टो अगाडि पछाडिबाट
गर्दाखेरि मल्टिप्लाई गर्दाखेरि आइडेन्टिटी म्याट्रिक्स आउनुपर्छ सेम अर्डरको भनिसकेपछि 1 0 0 1 यो खाले म्याट्रिक्स आयो भने ए र बी चाहिँ इन्भर्स अफ इच अदर भन्न सकिन्छ। पहिलो म्याट्रिक्स पनि 2/2 छ, दोस्रो म्याट्रिक्स पनि 2/2 छ। यहाँ यो र यो इक्वल टु भएको कारणले गर्दा म्याट्रिक्स मल्टिप्लिकेसन दुईतिर पोसिबल भयो। आउने म्याट्रिक्सको अर्डर न्यू अर्डर चाहिँ 2/2 बाँकी रहेको न्यू अर्डर यही हो, यो पनि 2/2 भयो। यस्तो आयो भने यो म्याट्रिक्स चाहिँ इन्भर्स अफ इच अदर हो भनेर भन्न सकिन्छ। सो अब यसलाई काम गरौँ। ए र बी यहाँ 3 2 1 1 छ, यहाँ के छ 1 -2 -1 र 3 छ। ए र बी प्रोडक्ट लिइदिउँ। प्रोडक्ट लिने तरिका त मैले बारम्बार सिकाइदिइसकेको छु, फेरि पनि एकचोटि भन्छु। के गर्ने, रोले कोलमलाई मल्टिप्लाई गर्ने, सधैँ त्यही हो, कस्तो सजिलो छ। 3 × 1 प्लस सधैँ फर्मुलाको 2 × आफ्नो माइनस त छँदैछ एलिमेन्टको। पहिलोको काम त सक्यो, पहिलो रोको काम सक्यो। अब दोस्रो रोमा जाने सधैँ सेकेन्ड रोमा, सेकेन्ड रोमा जाने, यहाँ पनि सेकेन्डमै लर लेखिदिने हो। त्यहाँभन्दा बाहेक अरू काम त केही पनि छैन। त्यही गर्ने 1 × 1 प्लस 1 × -1 भयो। पहिलो रो दोस्रो रोको काम सक्यो। अब सेकेन्ड कोलममा हामी सिफ्ट हुन्छौँ, यसको काम सक्यो। अब कहाँ जाने त भन्दा यसलाई पालै पालो गरेर 3 × -2 प्लस 2 × 3 के गरेको भन्दा 3 ले यसलाई अनि यसलाई मल्टिप्लाई गरेको त हो। अब यसको काम पनि सक्यो। यसको काम सकिसकेपछि हामी जानुपर्छ यसलाई हो भनिसकेपछि 1 × -2 1 × 3 हेरौँ त कति आउँदो रहेछ। 3 - 2 1 -1 -6 + 6 -2 + 3 3 - 2 भनेको 1 हो, त्यो 0 भयो, यता पनि 0 भयो, यता पनि 1 भयो। ट्याक्कै एबीको भ्यालु त के आयो, आइडेन्टिटी म्याट्रिक्स आई आयो। यसलाई आइडेन्टिटी म्याट्रिक्स भनेर भन्छ। कस्तो म्याट्रिक्सलाई आइडेन्टिटी म्याट्रिक्स भन्छ रे, मेन डायगोनल 1 1 भएको अन्त 0 0 भएको है त, स्क्वायर म्याट्रिक्सलाई आइडेन्टिटी म्याट्रिक्स। अब बिए को भ्यालु निकालौँ। एबी को निकालेर मात्र भएन, बिए को भ्यालु पनि निकाल्नु पर्यो। बिए पनि यही आयो भने अब हाम्रो काम चाहिँ ट्याक्क यिनीहरू इन्भर्स अफ इच अदर भन्न सक्यो। 1 - 2 -1 3 बी ए भने कति छ 3 2 1 1 छ। मल्टिप्लाई गर्ने कुरा त त्यही नै हो। म फेरि पनि भनिदिन्छु, पहिलो रोले पहिलो कोलमलाई हेरौँ त 1 × 3 प्लस -2 × 1। अब यसको काम सक्यो। अब सेकेन्ड रोमा जाने हो, मल्टिप्लाई गर्ने फर्स्ट कोलमलाई नै हो। सधैँ यसरी जाउँ, कहिल्यै झुकिन्न। -1 × 3 प्लस 3 × 1 पहिलो र सेकेन्ड रोको काम सक्यो। अब फेरि फर्स्ट रोको काम कहाँबाट सुरु हुन्छ, सेकेन्ड कोलमको लागि सुरु हुन्छ। कुनको लागि सुरु हुन्छ रे, यसको लागि सुरु हुन्छ। ल हेरौँ अब 1 × 2 प्लस -2 × 1 पहिलोको काम सक्यो। अब सेकेन्डको काम फेरि हो, यसको काम केलाई हो, फेरि यसैलाई मल्टिप्लाई गर्ने हो। -1 × 2 प्लस 3 × 1 ल यतापट्टि जाउँ। अब यो पनि त्यही आउनु पर्यो। 3 - 2 -3 प्लस 3 2 -2 -2 प्लस 3 कति आयो, यो 1 आयो, यो 0 आयो, यो 0 आयो, यो पनि 1 हो, यो पनि आइडेन्टिटी आयो, एउटै आयो दुईटैको। देयरफोर AB = BA = I। सो A and B matrix
आर इन्भर्स म्याट्रिक्स प्रुभ भयो। यसलाई पनि हामीले सक्यौं। अब अर्को टाइपको क्वेसन गरौँ। मैले भर्खरै यो क्वेसन गरिदिएँ। यो क्वेसनलाई बाँकी राखेको छु, लास्टमा गरौँला, पछि गरौँला। अब यो क्वेसन मल्टिप्लाई गर्ने कुरा, सामान्य अल्जेब्रिक कुराहरू यो गरौँ। यो क्वेसन गरिसकेपछि म्याट्रिक्स मेथडबाट कसरी सल्भ गर्ने भन्नेतर्फ जाउँला। ल, यसमा पनि त्यस्तो गाह्रो कुराहरू केही छैन। यसलाई हेरौँ, थोरै लामो हुनसक्छ। यसले के भनेको छ हेरौँ त। यसले भनेको कुरालाई सरर हेरिदिइहालौँ। यसले भनेको हो ए स्क्वायर माइनस 4a माइनस 5i को भ्यालु निकाल, जहाँ a को भ्यालु 1, 3, 2 र 4 छ। a को भ्यालु 1, 3, 2 र 4 भएको बेलामा निकाल भनेर भनेको छ। अब यसैलाई काम गर्न जाउँ। ए स्क्वायर माइनस 4a माइनस 5i को भ्यालु, a को भ्यालु कति छ 1, 3, 2, 4 स्क्वायर छ है। मैले यसलाई स्क्वायरै राख्दिएँ अहिले। माइनस 4 टाइम्स a भनेको 1, 3, 2, 4 र यतापट्टि माइनस 5। आई भनेको आइडेन्टिटी म्याट्रिक्स हो, नझुक्किने 0, 1 हो, सधैँ यही हुन्छ। अब सबैभन्दा पहिला यहाँ झुक्किने कुरा कि स्क्वायर गर नि, 1 को स्क्वायर, 3 को स्क्वायर, 2 को स्क्वायर, 4 को स्क्वायर होइन। यस्तो म्याट्रिक्समा प्रोपर्टी छैन। यसलाई दुईचोटि मल्टिप्लाई गर्न भनेको हो। 1, 3, 2, 4 टाइम्स 1, 3, 2, 4 दुईचोटि यसलाई मल्टिप्लाई गर्न भनेको छ माइनस 4 ले। अब यसको पालो सकियो, दुईचोटि मल्टिप्लाई गर्न। यो 4 ले सबैलाई मल्टिप्लाई गर्ने। 4 1 जा 4, 4 3 जा 12, 4 2 जा 8, 4 4 जा 16। यसरी मल्टिप्लाई गरेर राख्यो है त 4 ले। अब यतापट्टि पनि 5 ले मल्टिप्लाई गरेर प्लस 5 ले। 5 1 जा 5, 5 0 जा 0, 5 0 जा 0, 5 1 जा 5। यसरी मल्टिप्लाई गरेर मैले राखेँ। अब यतापट्टि चाहिँ रोले कोलमलाई मल्टिप्लाई गर्ने भन्दा अगाडि सिकाएको तरिका जानु पर्यो है त। ल, यसलाई थोरै लामो हुने भयो, सेपरेटली गरे पनि हुन्छ। अब मैले यतापट्टि गएँ। यो रोले यो कोलमलाई 1 into 1 प्लस 3 into 2, यसको काम सकियो। अब के गर्नु पर्यो, यो रोले त्यही हाइलाइट गरेको कोलमलाई 2 into 1 प्लस 4 into 2, यिनीहरूको काम सकियो। अब हाइलाइट गरेको रोले हाइलाइट गरेको कोलमलाई 1 into 3 प्लस 3 into 4। अब हाइलाइट गरेको रोले हाइलाइट गरेको कोलमलाई मल्टिप्लाई गर्नु पर्यो 2 into 3, 4 into 4। यसको काम सकियो। पछाडिको त मैले जस्ताको तस्तै सार्छु। 4 12 8 16 माइनस 5 0 0 5 भयो। ल हेरौँ त यहाँनिर कति भयो भन्दा 1 प्लस 3 2 जा 6, 2 प्लस 8, 3 प्लस 12, 6 प्लस 16, यति हुन आयो। 6 र 1 भनेको कति भयो त 7 भयो। डाइरेक्ट यहाँ गरिदिएँ मैले, 7 भयो। यहाँ चाहिँ 10 भयो, यहाँ चाहिँ 15 भयो, यहाँ चाहिँ 22 भयो। ल, माइनस अब उतापट्टिको जस्ताको तस्तै लेखौँ, सेम टु सेम, केही फरक परेन।
यसलाई मैले यहीँ ताने। अब हाम्रो के गर्ने हो, करस्पोन्डिङ भ्यालुहरूलाई एउटै म्याट्रिक्समा राखेर सबट्र्याक्सन प्लस माइनस के छ एडिसन के छ त्यही गर्नु पायो। 7 -4 -5 गर्नु पायो है। यो आयो, बीचको माइनस आयो। त्यसपछि 15 को पालो 15 -12 -0। त्यसपछि कुन कुन आयो, यो र यो आयो। अब पालो कि यसको पालो र यसको पालो लेखिदिउँ। 10 -8 -0। अब कुनको पालो, यो 22 16 र 5। 22 -16 -5। अब भ्यालुलाई टक्क मिलाएर राखिदिउँ। एन्सर सक्यो। यहाँभन्दा बाहेक हामीलाई गर्नुपर्ने कुरा केही पनि छैन। यसरी गर्ने एकदमै इजी छ, त्यस्तो गाह्रो क्वेसन होइन, तर प्र्याक्टिस चाहिँ गर्नु पर्यो। प्र्याक्टिस गऱ्यो भने ट्याक्कै आउँछ। हामीले कति गर्नु पर्यो त भन्दा 7 -4 -5 गर्दा कति आउला, -2 आउला। त्यसपछि 10 -8 गर्दाखेरि 2 आउला। अर्को हामीले गर्नुपर्ने छ 15 -12 गर्दाखेरि 3 र 22 -16 -5 गर्दाखेरि 1 आउने भयो। यसरी हामीले टुङ्गाइयो है त। यो पनि राम्रो क्वेसन अन्तर्गत पर्छ। ल अब यस पछाडिको पार्टमा हामीले गर्छौँ यो वाला क्वेसन्स, म्याट्रिक्स मेथडबाट सिस्टम अफ लिनियर इक्वेसन सल्भ गर्ने। यसको लागि म अर्को पार्टमा आउनेछु।